जापान आउँदै गर्दाखेरि र मैले भोगेका कुराहरू म तपाईँलाई केही कुराहरू सुनाउन चाहन्छु है। किनकि सुरुमा फर्स्टमा म पनि के अरे काम नपाएर भौतारिरहेको थिएँ। अनि त्यस्तै साथीहरूको यताउति कुरा मतलब सबैसँग यताउति बुझेँ, कुरा गरेँ। अनि कसैले काम छैन यताउति भन्थे होइन। सुरुमा आउँदाखेरि अलिक गाह्रो नै भयो मलाई पनि। अनि भनेको टाइममा काम पाइएन, अनि अब भाषा पनि थिएन। सुरुमा आउँदाखेरिमा चाहिँ कति महिनामा काममा लाग्यो? सुरुमा आउँदाखेरि म चाहिँ 2 महिनासम्म कामै नपाएर त्यत्तिकै भौतारी यताउति गरेँ होइन। सबैसँग रिक्वेस्ट गरेँ यताउति, अब भने जस्तो भएन। त्यसपछि अनि पछि बल्ल अनि एउटा काम पायो, त्यही काममै अनि मैले गरेँ। गर्दा गर्दै जाँदा अब ठिकै भयो। पछि त्यस्तै भइरहेको। जापानमा चाहिँ सुरुमा पहिलो काम चाहिँ के थियो, के काम थियो? सुरुमा चाहिँ मैले चाहिँ यामात्तो नै गरेको होइन। सुरुमा अब हजुर यामात्तो नै सुरुमा चाहिँ गर्ने भनेको यामात्तो नै हो। अब भाषा हुँदैन है, किनकि हामी नेपालबाट अब त्यहीँ गएर पढ्छौँ यताउति सोचिन्छ नि त। नेपालमा त्यस्तै गरेर मजाले त्यहाँ भइहालिन्छ अब भनेर हामीले त्यही गर्छौँ। नेपालमा अलिक पढ्न जाँदैनौँ कन्सल्टेन्सीमा, अनि मजाले त्यहाँ त्यही भाषा त हो पढ्ने भनेर अलिकति हामीलाई त्यही सोचिन्छ। अनि त्यही भएर हामी पढ्न सक्दैनौँ नेपालमा। जबकि यता आइसकेपछि हरेक कुराको दुःख हुन्छ। अनि त्यसपछि बल्ल थाहा हुन्छ कि मैले कि नेपालबाट राम्रोसँग पढेर आएको भए, अनि केही गरेर आएको भए हुने रहेछ भन्ने त्यति पछि याद आउँछ। जबकि हामीले यता दुःख भोगिसकेपछि बल्ल थाहा हुने रहेछ। जस्तै नेपालमा हुँदाखेरिको जापान र जापान आइसकेपछिको जापान चाहिँ कतिको फरक रहेछ? धेरै फरक छ। हामीले सोचे जस्तो जापान छँदै छैन भन्छ नि। हामी त जापान, जबकि हामी नेपालबाट जापान जान पाए मात्रै त्यस्तो सोच लाग्छौँ कि। तर त्यो सोच्नु चाहिँ धेरै गलत हो। किनकि हामीले हरेक कुराहरू केही बुझेको हुँदैनौँ। जबकि हामी जापान छिर्न पाए मात्रै भइहाल्थ्यो कि जस्तो लाग्छ। तर किनकि जबकि पुगिसकेपछि बल्ल थाहा हुँदो रहेछ कि यस्तो हुँदो रहेछ भन्ने अहिले आएर हामीले भोगिरहेछौँ। र अहिलेसम्म नि मतलब भने जस्तो काम भेटेको पनि छैन। अहिलेसम्म हामी त्यस्तै छौँ भनौँ। एक वर्ष भयो अहिलेसम्म। जस्तै कामकै कुरा गरौँ फेरि पनि, कतिवटा काम अहिले गर्दै हुनुहुन्छ? अहिले चाहिँ मैले 2टा काम गरिरहेको छु। अनि एउटा चाहिँ ब्याङ्क क्यास छ, एउटा चाहिँ ह्यान्ड क्यास जस्तै छ। 2टा काम गरिरहेको छु। तैपनि अब त्यति भने जस्तो चाहिँ भएको छैन भनौँ। जस्तै जापानमा चाहिँ विद्यार्थीले जस्तै कलेज पनि जानुपर्छ, पढ्नु पनि पर्छ, काम पनि गर्नुपर्छ। लगभग महिनामा चाहिँ विद्यार्थीले कति जति कमाइ हुँदो रहेछ? महिनामा काम रेगुलर गऱ्यो भने चाहिँ त्यही 2-2.5 लाखसम्म हुन्छ। त्यहाँभन्दा धेरै कमाउनु त सकिन्न। किनकि गएको जानै पर्छ, अनि पढ्ने टाइम, अनि मतलब गएको पनि टाइम अनुसार टाइम हुन्छ क्या। किनकि बिहान गएको हुनेले अलिक काम पाउँछ, अनि डे गएको हुनेले अलि अब काम पाउन चाहिँ अलिक गाह्रो हुन्छ क्या। किनकि नाइट काम पाउन अलिक गाह्रै हुन्छ। सुरुमा आउँदाखेरि केही बुझेको हुँदैन र अरूसँग रिक्वेस्ट गर्नुपर्छ कि ल मलाई यो काम लाग्यो त यो गरिदेऊ भनेर धेरैसँग रिक्वेस्ट गर्नुपर्छ। अनि त्यो भएर अलिकति गाह्रै छ होइन स्टुडेन्ट लाइफमा। अब वर्किङमा पनि त्यस्तै, वर्किङ पनि पछि गर्दाखेरि पनि लगभग त्यही लेभलमा पुग्छ कि। त्यही एउटा मतलब खोजिसकेपछि बल्ल त्योमा काम पनि त्यही पनि बल्ल पाउँछ होला होइन। त्यही 2 लाख जति आउँछ होला। त्यो आइ पनि धेरै पनि आउँदैन होला। जस्तै यहाँनिर चाहिँ विद्यार्थीको लाइफमा जस्तै महिनामा जस्तै 2 लाख जति कमाइ भयो भने जापानमा चाहिँ त्यो पनि सरकारले दिएको त 28 घन्टा हो। त्यसले त केही पनि पुग्दैन। 2 लाख जति टोकियोमा बसेर कमाउँदै गर्दाखेरिमा महिनाको खर्च चाहिँ लगभग विद्यार्थीको चाहिँ कति आउँदो रहेछ महिनामा? सबै गरेर महिनामा लगभग अब अहिले त हामीले त एक वर्षको ठ्याक्कै तिरेर आउँछौँ नि त होइन। 1 वर्षको तिरेको हुन्छ, अनि अर्को वर्षको तिर्नलाई चाहिँ अब लगभग 7-8 लाख तिर्नै पर्छ कि हामीले जसरी पनि। त्यही हो लगभग हामीले घरमा पैसा पठाउँछौँ सोध्छौँ, तर के अरे भने जस्तो भएको पनि छैन। र अनि 2 लाख आए पनि भाडा तिर्नै पर्छ, होस्टेल भाडा तिर्नै पर्छ, इन्सुरेन्स बिल तिर्नै पर्छ, मोबाइल बिल तिर्नै पर्छ। लगभग बचाउन धेरै गाह्रो छ होइन। नेपाल पठाउन पनि गाह्रो छ र सोचे जस्तो हुँदैन। त्यही 2-3 लाख कमाए पनि मतलब त्यही लेभलमै जान्छ, भने जस्तो खासै हुँदैन। 1 वर्ष भयो जापान आएको चाहिँ। 1 वर्षमा चाहिँ बचत कति जति भयो होला, कति जति नेपाल पठाउनु? 1 वर्षमा के अरे मैले पठाएको होला त्यही 3-4 लाख। धेरै पठाउन सके पनि छैन। र अब भने जस्तो काम पनि भेटिएन। म आएको 3 महिनापछि काम पाएँ होइन। 3 महिना काम पाएपछि बल्ल त्यही काम पाएको। त्यही पाउँदा पनि अनि के अरे लगभग
3-4 लाख पठाएँ, त्योभन्दा धेरै पठाएको पनि छैन मैले नेपालमा पैसा। अब गएको तिर्नु पऱ्यो, इन्सुरेन्स यताउति गरेर लगभग त्यस्तै भइरह। जस्तै विद्यार्थीको चाहिँ धेरैको चासो चाहिँ के हुन्छ भने जापानमा विद्यार्थीको जीवनमा चाहिँ निकै अप्ठ्यारो हुन्छ, दुःख हुन्छ भनेर चाहिँ भनिन्छ। एक दिनको लगभग कलेज काम जाँदाखेरिमा सेड्युल चाहिँ कस्तो हुन्छ बिहानदेखि उठेदेखिको? त्यसको लागि चाहिँ होइन, बिहान उठ्यो है, मेरो त बिहान गएको छ है। बिहान उठ्छु 8 बजे। कति बजेबाट सुरु हुन्छ? मेरो 8 देखि 12-10 सम्म हुन्छ। 8 हजुर 9देखि 12-10 सम्म हुन्छ। अनि त्यसपछि गएकोदेखि आएपछि अनि मतलब रुम पनि अलिकति टाढै छ है। अनि त्यसपछि हिँडेर रुममा जानुपर्छ, खाना बनाऊ, अनि त्यसपछि खाऊ। अनि लगभग त्यो हामीले त्यो सुत्ने टाइम यताउति टाइम त्यो छुट्याउनै गाह्रो छ क्या। न राम्रोसँग निन्द्रा पुग्छ। अनि त्यो कामकै दौड गएकोकै दौड हुनाले हामीलाई धेरै प्रेसर हुन्छ है। कहिलेकाहीँ त अब त्यो लगभग किन आयो भन्ने जस्तो पनि हुन्छ है कतिखेर त। अनि तैपनि अब जे होस् विदेशमा आयो, यही दुःख गर्नलाई त अब नेपाल छोडेर आयो भने चाहिँ जसरी गर्नैपर्छ भन्ने कतिखेर त्यस्तो आँट लगिन्छ। त्यसपछि सबै कुराहरू भुलिन्छ, गइन्छ काममा गइन्छ। अनि त्यसपछि 10-12 बजेसम्म काम हुन्छ। अनि आयो रुममा, फेरि आयो खाना बनायो खायो। लगभग त्यो टाइमको भ्यालु नै हुँदैन, कतिखेर के गर्नुपर्छ त्यो थाहै हुँदैन। अब लगभग सुत्ने टाइम पनि 3-4 घन्टा हो, त्योभन्दा धेरै सुत्न पनि पाइन्न। जस्तै टोकियोमा चाहिँ बस्दाखेरिमा चाहिँ धेरैको चासो चिन्ता के हुन्छ भन्दाखेरिमा जस्तै 6 महिना 1 वर्षको धेरैले चाहिँ नेपालबाट फी तिरेर आउनुभएको हुन्छ। होस्टेलको फी, कलेजको फी त अब जेनरली 8-10 लाख रुपियाँ प्रायः जस्तो वर्षको लाग्छ। जस्तै कलेजको फी, होस्टेलको फी 6 महिना तिरिसकेपछि 6 महिनापछि बाहिर आफूले बस्नु पर्यो भने धेरै महँगो पनि पर्छ भन्ने सुनिन्छ टोकियोमा चाहिँ। जेनरली बाहिर बस्दाखेरिमा चाहिँ कतिसम्म तिर्नुपर्छ पैसा चाहिँ होस्टेलको? होस्टेलको बाहिर बस्दाखेरि त अब सस्तो नै पर्छ होला है। अनि हामी त टोकियोमा सिन्जुकुमा हो बस्ने। सिन्जुकुमा बस्दा मिनिमम 40,000 त होस्टेल भाडा तिर्नै पर्छ हामीले। एकजना बापत 40,000 होस्टेल भाडा हुन्छ। अनि त्यसपछि कोठा पनि त्यस्तै हुन्छ, होस्टेलहरू अब त्यस्तै छन् है। अनि लगभग 90 यताउति गरेर लगभग 1 लाख जति खर्चै हुन्छ क्या। होस्टेल यताउति खानपिन गरेर यताउति गरेर लगभग 1 लाख त जान्छ, मिनिमम जान्छ। अब बाहिर बस्यो भनेपछि अब त्यो त अलि भाडा पनि सस्तो हुन्छ। र त्यो बाहिर त अब मैले त खासै बुझेको पनि छैन होइन। म चाहिँ आउँदाखेरि नै सिधै टोकियोमा आएको। अनि लगभग ठिकै छ अहिले। ठिकै छ। हजुर। जस्तै यहाँनिर चाहिँ नयाँ धेरै नेपालबाट चाहिँ आउने विद्यार्थीहरू पनि छन्, धेरै आउँदै तयारीमा पनि हुनुहुन्छ। जस्तै नेपालबाट यो काम चाहिँ मैले अलिकति पूर्व तयारी गरेर आएको भए चाहिँ मलाई चाहिँ जापानमा आउँदाखेरिमा म छिट्टै काम पाउँथेँ कि छिट्टै अलिकति सजिलो हुन्थ्यो कि लाइफस्टाइल भन्ने चाहिँ के कुराहरू छ लागेको मनमा? अब मैले त सुरुमा भन्छु कि जापान आउँदाखेरि राम्रोसँग भाषा पढेर आउनुहोस्। किनकि नेपालबाट N5 N4 N5 म्याक्सिमम त्यतिसम्म चाहिँ पढेर चाहिँ आउनुहोस् होइन। किनकि तपाईँ पछिसम्म दुःख पाउनु हुँदैन र तपाईँले भने जस्तो काम पाउनुहुन्छ, सोचे जस्तो हुन्छ। किनकि सुरुमै अब भाषै नपढेर आउँदाखेरि गाह्रो पनि हुन्छ। यताउति कसले के भन्यो, कहाँ एक स्टेसनबाट अर्को स्टेसन जान गाह्रो हुन्छ। मैले पनि त्यस्तै भोगेको होइन। कुनै स्टेसनबाट अर्को स्टेसन जाँदाखेरि कसरी जाने भन्ने आफूलाई पनि थाहै हुँदैन। अब त्यसपछि अलिक गाह्रै हुन्छ। अलिकति भाषा राम्रोसँग भाषा पढेर आउनुभयो भने हजुरले सोचे जस्तो हुन्छ। र जापान हजुरले सोचे जस्तो छन पनि छ र राम्रोसँग पढ्यो भने सोचे जस्तो छ। अब नराम्रोसँग मतलब त्यस्तै हो भनेर आयो भने चाहिँ अलिकति गाह्रै छ। जस्तै यहाँनिर चाहिँ अलिकति धेरैको चासो चाहिँ के हुन्छ भन्दाखेरिमा जापानमा चाहिँ काम गर्दाखेरिमा चाहिँ कस्तो ठाउँमा काम गरिन्छ होला, गाली खाइने हो कि गाली गर्छ कि भाषा बुझिँदैन, उसले भनेको मैले बुझ्दैन, मैले भनेको उसले बुझ्दैन, अप्ठ्यारो हुन्छ होला भन्ने चाहिँ धेरैको चासो चिन्ता हुन्छ। जस्तै कतिको गाली गर्छ काममा चाहिँ, भाषा बुझिन्छ कि बुझ्दैन, थोरै अलिकति एक्सपिरियन्स हो। त्यसको लागि चाहिँ होइन, जापानिजले भन्छ भन्न त होइन, कुनै अब तिनीहरूले भाषा बोल्छ होइन, त्यसले के बोल्यो आफूले थाहा हुँदैन कि। अनि यो काम गर्न लाग्यो भने डराउनु पर्छ होइन। उसले के भने एक सामान ल्यायो भने चाहिँ अर्को सामान दिइन्छ। त्यस्तो म पनि झोकिएर मैले पनि गरेको छु होइन। लगभग हुन्छ म्याक्सिमम भाषा नबुझेपछि अलिकति गाह्रै हुन्छ। महत्त्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद। हस्, नमस्ते। थ्याङ्क यू। सम्पूर्ण नमस्कार। म पनि बिदा हुन्छु। हस्।